प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्दक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि इजिप्टका राष्ट्रपति अब्देल फताह सैद हुसेन खालिलसँग टेलिफोन संवाद गरेका छन्। यो प्रधानमन्त्रीको पहिलो कूटनीतिक संवाद हो जसमा उनले विपिनलाई शीघ्र रिहाई गराउन पहल गरिदिन आग्रह गरेका छन्। यसअघि परराष्ट्र मन्त्री आर्जु राणा देउवाले विभिन्न देशका समकक्षी तथा राजदूतहरूसँग बारम्बार छलफल गरे पनि ठोस परिणाम नआएको अवस्थामा प्रधानमन्त्री स्वयंले प्रत्यक्ष संवाद गरेका हुन्। प्रधानमन्त्री ओलीले लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिन जोशी 7 अक्टोबर 2023 मा हमासद्वारा अपहरणमा परेको जानकारी गराउँदै इजिप्टको सक्रिय भूमिका आवश्यक रहेको बताए। जवाफमा राष्ट्रपति खालिलले विपिनको रिहाईका लागि आफ्नो प्रयास जारी रहने आश्वासन दिए। इजरायल हमास युद्धविराम सम्झौताको पहिलो चरणमा 33 बन्दीहरू रिहा भइसकेका छन्। हाल दोस्रो चरणको बन्दी आदान प्रदानको प्रक्रिया चलिरहेको छ। प्रधानमन्त्री ओलीले विपिनलाई दोस्रो चरणको सूचीमा समावेश गराउन विशेष पहल गर्न आग्रह गरेका छन्। साथै उनले इजरायल हमास युद्धविराममा इजिप्टले खेलेको भूमिकाको पनि प्रशंसा गर्दै कतार र अमेरिका सरकारलाई पनि आभार व्यक्त गरे। यस्तै प्रधानमन्त्री ओलीले आगामी 2 देखि 4 जेठसम्म काठमाडौँमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रममा राष्ट्रपति खालिललाई निमन्त्रणा गरेका छन्। वातावरण सम्बन्धी विश्व सम्मेलन COP27 को आतिथ्य प्रदान गरेको मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा नेपाल र इजिप्ट बीच साझा सहकारी आवश्यक रहेको उनले उल्लेख गरेको सचिवालयले जनाएको छ। यस संवादका क्रममा नेपाल इजिप्ट सम्बन्ध विस्तार, आपसी सहकार्य, उच्च स्तरीय भ्रमण आदान प्रदान तथा संयुक्त राष्ट्र संघका मञ्चहरूमा उम्मेदवारी जस्ता विषयमा पनि छलफल भएको थियो। हमास इजरायल युद्धविराम, दोस्रो चरणको बन्दी फिर्ता प्रक्रिया र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई लिएर विश्व राजनीति थप संवेदनशील बनेको परिप्रेक्ष्यमा प्रधानमन्त्री ओलीको यो कूटनीतिक प्रयासलाई नेपालका लागि महत्वपूर्ण मानिएको छ। यसअघि आर्जुले इजरायली, कतार तथा इजिप्टका समकक्षी लगायतका सँग संवाद गरिसकेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले एक साता अघि मात्रै प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका सबै बन्दक मुक्त गर्न अन्तिम चेतावनी दिएका छन्। बन्दकहरू रिहा नगरिए हमासका कोही पनि सुरक्षित नहुने ट्रम्पको भनाइ छ। इजरायलका लागि म ती सबै कुरा पठाउँदैछु जो उसलाई काम गर्न सजिलो होस् र आवश्यक पनि छ। यदि मेरो कुरा मानेनन् भने हमासका एकजना सदस्य पनि सुरक्षित हुने छैनन्, ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन्। ट्रम्पले सबै बन्दकलाई एकसाथ रिहा गर्नुपर्ने र मृतकका शव हस्तान्तरण गर्नुपर्ने बताएका हुन्। सबै बन्दकलाई तत्काल रिहा गर, पछि हुँदैन र मृत्यु भएकाहरूको शव पनि तत्कालै फर्काऊ, नत्र सबै नष्ट हुनेछ, चेतावनी दिँदै ट्रम्पले लेखेका छन्। हमासले बन्दक बनाएर मुक्त भएका 8 जनालाई व्हाइट हाउसमा भेटेपछि ट्रम्पले हमासलाई चेतावनी दिएका हुन्। उनीहरू इजरायल र हमास बीचको युद्धविरामपछि रिहा भएका थिए। ट्रम्पले हमास नेतृत्वले अब गाजा छाड्ने समय आइसकेको पनि बताएका छन्। गाजाका नागरिकका लागि एक सुन्दर भविष्यले कुरिरहेको छ, तर अब तपाईहरू बन्दकलाई राख्न सक्नुहुन्न। यदि मान्नु भएन भने तपाईहरूको अन्त्य हुनेछ, उनले लेखेका छन्। ट्रम्पको यो चेतावनीलाई पनि हमासले बेवास्ता गरेको छ।